गर्ने भन्ने थियो, त्यो भिडियो गरेको डिलिट भएछ क्या। अनि डिलिट भएछ। बाटो चाहिँ यस्तो छ है गाइज। अनि बाटो अब 10-15 मिनटमा हामी त माथि बजारमा पुग्छौँ। अघि गाडी पनि आएको थियो, हामी चाहिँ गाडीमा चाहिँ गएनौँ। हामी चाहिँ हिँड्दै हिँड्दै जाने भनेर गएको, माइत गएर आएको। गाइस अस्ति यहाँ गएको चाहिँ झोला है झोला। अनि मेरो दक्षिणा चाहिँ त्यो मैले टिकटकमा ट्राई गरेको त्यहाँ चाहिँ 10 रुपियाँ थियो, तर मैले दक्षिणा चाहिँ 500 पाएँ गाइस। 500 गाह्रो हिँड्न गाइज, गाह्रो के गर्नु। काठमाडौँ सुक्खामा बसेपछि यस्तै हो दाइ। गाइस यहाँ चाहिँ हिलो रहेछ। छोरी चाहिँ हिलोमा अगाडि अगाडि हिँडिरहेछ। गाइस अब सुरुङ आइपुग्नु लाग्यो। सुरुङ त्यहाँ पर चाहिँ सुरुङ छ। म पारी गाडी भन्छ। बाटो चाहिँ पुरै यस्तो नरम छ क्या। हुन्छ किन बाइकमा नआएको भने हाम्रो बाइक त छ तर बाटो राम्रो छ। नआएको भने नि त्यो हामी चाहिँ हिँड्दै रमाइलो हुन्छ भनेर चाहिँ हामी हिँड्दै हिँड्दै आएको। हिजो चाहिँ बाबा दाई दुइटा जानुभयो। आज चाहिँ म र मम्मी आएको। दाई दुइटा भन्नाले मेरो एउटा आफ्नै दाई अनुप ब्लन, अनि एउटा चाहिँ मामाको छोरा रवि मोटान, मम्मीको आफ्नै दाइको छोरा एउटा चाहिँ। गाई अब चाहिँ त्यहाँबाट चाहिँ सुरुङ छ। सुरुङ हाम्रो चाहिँ बाटो चाहिँ यति राम्रो छैन क्या, त्यो भएर अनि सुरुङको नाममा एउटा गाडी पनि आएको थियो तर तर हामी चाहिँ गएन। हिँड्दै हिँड्दै रमाउनु हुन्छ भनेर। यहाँ चाहिँ हाम्रो पहिला योभन्दा त्यतिखेर मेरो बिहे नै भएको थिएन, कति सालतिर भनेपछि यो त धेरै पहिला हो भनेको सुरुङ थियो। त्यो सुरुङ चाहिँ सबै पुरेर झर्ना भएको थियो। अहिले चाहिँ पुरै झर्ना जस्तो खोला मात्र छ, सुरुङ चाहिँ छैन। पहिला त्यही तर चाहिँ यहाँ सुरुङ थियो। बोल्नु नि कस्तो गाह्रो भइरहेको हो गाइस यहाँ हिँड्नै। अहिले त हावा नै आएर आज यस्तो झरना यस्तो भइरहेको छ।